हेलो गाइज, आज मिति 2082 साल नयाँ वर्षको वैशाखको दिन यस मेला यात्रा लागिरहेछ है। र यो भिडियो जसले हेरिराख्नु भएको छ इटरी भित्र इटरी बाहिर देश विदेश सब्स्क्राइब लाइक गर्नु होला। आज यो भिडियो सम्पूर्ण माझमा पुगोस् है। यो जति पनि हेरिराख्नु भएको छ हैन, यो हाम्रो यो पुरै मेला, यो हाम्रो भान्जा हैन मेला लागिरहेको छ है। सम्पूर्ण यो है ल यो मेला हाम्रो यहाँबाट स्टार्ट हुन्छ है। यहाँबाट स्टार्ट हुन्छ, यहाँबाट सिधै गयो भने इटरी पुगिन्छ है। ल नेपालको ल यो कचना स्कुल जहाँ चाहिँ वैशाखमा ठुलो इटरी क्षेत्रको ठुलो मेला लाग्ने गर्दछ है त। यो हाम्रो दृश्य है। ल यो रङ्गी बिरङ्गी सम्पूर्ण जनतामा पुगोस्। यो हाम्रो एउटा वर्षमा एकचोटि आउने वैशाखभरि मेला लाग्ने चलन रहेको छ है त। यो रोटेपिङ सानो रहेछ है, सानो रहेछ है खेल्ने र। ओहो ल यहाँ हाम्रो मेला है, यहाँ हाम्रो मेला आएको छौँ है। यो भिडियो सम्पूर्णसम्म सेयर गर्नु होला है। यस भिडियोमा जानकारी छ कि हजुरहरूलाई सम्पूर्ण यो जति पनि यो भिडभाड देखिराख्नु भएको छ यो हाम्रो एउटा परम्परा रहेको छ है। ल ल ब्लगर है, युट्युब च्यानल सर्च गर्नु होला। यो जिलेपी हेर्नुहोस्, मेला आज मेला लाग्यो है, बैगुन। ल अब हामी मेला प्रवेश गरिसक्यौँ है। मेला प्रवेश गरिसकेर हामी यहाँ घरबाट आएर अब हामी मन्दिरतर्फ लाग्दैछौँ है। यो कचना महादेव जहाँ चाहिँ इटरी 4 रहेको छ है। इटरी 4 को यो भव्य दिव्य शक्तिशाली होइन एउटा सम्पूर्ण रहेको छ। हजुरहरूले भिडियो हेरिदिनुहुन्छ होला, सम्पूर्ण ज्ञान छ है यो भिडियो। अब ल ल यो चाहिँ मन्दिर जाने प्रवेशद्वार है, कचना महादेव जहाँ चाहिँ मन्दिरको दर्शन गरिन्छ। मेला लागिरहेछ है आज वैशाख 3 गते है। इटरीको सबैभन्दा ठुलो मेला लाग्ने क्षेत्र यही हो है। ल यो हेर्नु विभिन्न प्रकारको खानाहरू बेचबिखन गरिराख्नु भएको छ है। यो ल है यो भिडियो राम्रोसँगले हेर्नु होला, भ्लग है मेला। खानाका प्रकारहरू है, मलाई नछोड है। ल ल ल यो हाम्रो एउटा इटरी 4 को वर्षमा लाग्ने एकचोटि मेला रहेको छ, जहाँ चाहिँ यहाँ भिडभाड देखिराख्नु भएको छ होइन सम्पूर्ण। ओहो भाइ के छ, कहाँबाट हो भाइ? ओहो ल ठिक छ। अनि यसो युट्युब ब्लगर युट्युब च्यानल छ होइन, ब्लगर अब जनताहरूलाई त देखाउनु पऱ्यो होइन। यो हाम्रो इटरी 4 होइन हो। यहाँको बारेमा धेरैजना थाहा हुँदैन क्या, त्यस कारण यो भिडियोले होइन सकेसम्म पुगोस् होइन। भाउ त अब भइहाल्छ त्यो त। ल यो पूजाको सामानहरू छ, बैगुन चढाउनुपर्छ है। ल यो भिडभाड देखिरहनु भयो, यो मेला लागेको है एकदम
हाम्रो सम्पूर्ण देशवासी देश विदेशमा रहेको छरेर बसेको हाम्रो नेपाल भूमि यो मन्दिर है यो मन्दिर रहेको छ हाम्रो कसना महादेव जहाँ चाहिँ पूजा आर्जन गरिन्छ है यो हाम्रो मन्दिर है जहाँ चाहिँ पूजा गरिन्छ महादेवको है यहाँ पूजा गरेर हाम्रो विधि अनुसारले गरिन्छ सम्पूर्ण यहाँ बैगनहरू चढाइन्छ है पैसाहरू चढाउँछ इटरी 4 को यो मन्दिर रहेको छ है कचना महादेव।